मन्त्रीज्यूले उहाँलाई जोगाउनलाई गृहमा तानियो के साँच्ची नै अध्यागमनमा त्यति लाखौं करोडको खेल हुन्छ? म पछि भन्छु भनिहाल्छु नि। यसरी यदि कुनै प्रतिक्रिया दिनु भएन भने जनताले के इच्छा राख्छ तपाईसँग भन्नुस् न, के मूल्याङ्कन गर्छ? अहिले पुलको कुरा गरौँ, पुल हेर्न आएको, अरू कुरा पछि गरौँला भनिहाल्यो नि। शान्ति सुरक्षाको कुरा गर्नुहुन्छ हैन? जसरी आज पनि बैठक भएको छ जनकपुरमा, जुन तपाईले बैठक गर्नुभएको छ प्रदेश स्तरीय सुरक्षा गोष्ठी, यो गोष्ठीबाट उपलब्धि के त? राम्रो भएको छ, छलफल भएको छ, राम्रो भएको छ। यो छलफल र यो गोष्ठीबाटै यो देश चलिरहने? छलफलबाट निष्कर्ष निस्किन्छन् राम्रो। तपाईहरु गोष्ठीहरुमा छलफलहरुमा शान्ति सुरक्षाको कुरा गर्नुहुन्छ, व्यवस्थापनको कुरा गर्नुहुन्छ, सुशासनको कुरा गर्नुहुन्छ, तर कमिसन र भ्रष्टाचारको विषयमा किन बोल्नुहुन्न गृहमन्त्रीज्यू? शान्ति सुरक्षाको गोष्ठी राम्रो भएको छ, ल अरू कुरा पछि गरौँला। धन्यवाद। दर्शकबिन, गृहमन्त्रीज्यूले सुरक्षाको कुरा गर्नुहुन्छ, सुशासनको कुरा गर्नुहुन्छ, तर देशमा अहिले जुन कमिसन र भ्रष्टाचारको विषयहरू हुन्छ यस विषयमा प्रश्न सोद्धा फेरि हामीलाई राजावादी भन्ने हो कि? साथीहरू, पत्रकार दिवाकर शाहज्यूले गरेको प्रश्न जायज हो कि होइन? यदि जायज हो भने गृहमन्त्रीज्यूले जवाब किन दिनु भएन? साथीहरू, आफ्नो प्रतिक्रिया कमेन्टमा दिनु होला।